तपाईँहरूले कति ख्याल गर्नुपर्छ यो कोलपुरको यो न्यू रोडको यहाँनिर ठ्याक्कै यो पुरानो सेन्ट्रल प्लाजा चोकैनिर एक्सिडेन्ट हुनुको कारण के हो कतिको ख्याल गर्नु भएको छ। यहाँ गुराँस क्याफे यहाँ छ पुरानो सेन्ट्रल प्लाजा अनि यहाँनिर यो चोक छ नि उता कृषि जाने बाटो यतातिर गोलपार्क यो न्यू रोड गोलपार्क जाने बाटो यतातिर 10 रुपियाँ जाने बाटो हो। यहाँनिर यो चोकमा एक्सिडेन्ट किन भइरहेको छ यसको अलिकति बुझ्दाखेरि यहाँको स्थानीयहरूदेखि लिएर यहाँको कोलपुरको बुद्धिजीवीहरूसँग बुझ्दाखेरि चाहिँ कुरा के आयो त भन्दाखेरि हो यो यतापट्टि हेर्नु त यहाँ झाडी छ यो झाडीले देखिरहेको छैन देखिँदैन अनि हो यो साइडमा पनि हो यो हरियालीको नाममा अलिकति यसलाई पनि काटछाट गर्नुपर्छ यसलाई काटछाट गर्नुपर्छ अनि बल्ल मान्छेले चारैतिरबाट यसो हेर्छ वाच गरिरहेको हुन्छ कताबाट आएको छ गाडी आएको छैन अनि देख्दैन झट्ट अगाडि जाँदाखेरि फ्याट एक्सिडेन्ट हुन्छ। यो कोलपुर है न्यू रोड यो पुरानो सेन्ट्रल प्लाजा गुराँस क्याफे यतातिर यो के अरे कृषि मन्डी जाने बाटो होइन यतातिर एनटिभी जाने बाटो यतातिर यो जुन गोलपार्क जाने कोलपुर न्यू रोड गोलपार्क देखिरहेको छ होइन गोलपार्क जाने हो यो चोकमा एक्सिडेन्ट हुनेको मेन कारण यही रहेछ यही हो भन्ने कुरा सर्वसाधारणदेखि यहाँ कोलपुरको आम बुद्धिजीवीहरूको कुरा यो आयो। यो चोकैमाको यो हरियालीको नाममा घाँस झाडी छ र यतापट्टि हो यो साझा जाने हो यहाँनिर पनि यो चोकैमा भएको यो झाडी फाल्यो भने चाहिँ बल्ल एक्सिडेन्ट नियन्त्रण हुन्छ हो। यो चोकमा पनि चारैतिर छ यो साइडमा बाहेक यो साइडमा चाहिँ त्यस्तो झाडी छैन तर यो साइड बाहेक अरू तिनटै साइडमा यो चोकैनिर हो यो झाडी छ यो झाडी अलिकति यसलाई अलिकति व्यवस्था गर्नुपर्छ यसलाई काटछाट गर्नुपर्छ यो ठ्याक्क पास हुने बेलामा देखिनुपर्छ हो यो यतातिर यो न्यू रोडतिर पनि है यो पनि झाडी हो यो झाडी फाल्यो भने चाहिँ एक्सिडेन्ट कम हुन्छ भन्ने कुरा आयो है। तपाईँको धारणा के छ?